अनि माथि नला तेल लाग्दैन यो के भयो त्यहाँ छ नि छिमेकीको बारीमा सुन्तला खान लगाएको होइन बाँदरले सबै खाएर चाहिँ छैन गाछी मात्रै धित्दै यतै छिमेकी आन्टी अङ्कलहरू अड्किएको छ त्यो पनि झार्न सके छैन भन्नु न यसरी टिप्दै हुनुहुन्छ है यति टिप्यो अब बोकेर लाने हो के गर्नु सुन्तला फलेको ठाउँमा जाडो छ अब सूर्य देवतालाई फकाएर भए पनि घाम लागोस् परमेश्वरी भोलि चाहिँ दिउँसो दिनभरि बसेर घाममा खाने हो ठिकै तैँले कति जान खाइस् भन् त अलिक भन् न आमा कतिवटा दिएको है तेल त अहिले सुन्तला हाल्दाखेरि हेर्नुहोस् गाछी सुन्तला बोक्ने हुँदाखेरि गाछी के अरे गोजी नै छैन च्यातिएर घर जाने हो टिपेर लिएर आइज है दुर्गा यसरी अब सुन्तलाको भारी बोक्यो अब घर गइन्छ यो चाहिँ सुन्तलाका गाछीहरू सबैलाई राम्री बनाइसकेको छ गाइज हाम्रोमा त सुन्तलालाई सिँगार पेटर लिपस्टिक पाउडर सबै लगाइदिइसकेको छ अब यसपालिको लागि बाँदरले आएर सबै सुन्तला खाएर बाँदर गोठाला चाहिँ पर बसेका छन् गाइज यिनी हुन् हाम्रो बाँदर गोठाला चाहिँ यिनीहरू यहीँ बसेर बाँदर हेर्छन् अनि भरे घरमा खाना खान आउँछन् गाइज यो चाहिँ मेरो भारी हो होइन अब बोक्ने हो यसलाई सुन्तला छ यहाँ पनि भरि यो मेरो भागमा परेको छ ल बोकेर बोरामा ल बाटो फेरि उकालो छ के गर्नु हेर्नुहोस् बाटो यस्तो अप्ठ्यारो छ अब के गर्नु भारी नबोकी नहुने जिन्दगानीमा यस्तै छ गाछीमा यस्तो राम्रो सुन्तला फलाएको थियो यिनले टिपेर छोडिने हेर त यो सुन्तला यसरी बाँदर होइन मान्छे पनि कान्ला चढ्छ नि गाइजी यसरी ए कपाल यस्तै हो फेरि ए गाइज हाम्रोतिर यस्तै हो अब के गर्नु दुःख छ भ्याउँदैन नि कपाल कोर्न साग खाने भाइ भन्नुहोस् है गाइज पुग्यो।